यो हो ज्वाइँलाई अनि यो छोरीलाई। यहाँ म्याच भइरहेछ अङ्कल भर्सेस भतिज। जय लस्सो बुढा दामी हेर त आम्मा अब त खतरा आयो होला। आम्मा के र त के हो बाप रे बाप। आम्मा दामी रहेछ यार। स्केटिङ खेल्न जाने भन्यो होला नि। हामी जान लागेको स्केटिङ खेल्न। कहाँ छ पिङ? तिमीहरूले पिङ खेलेर आएको हो? आउँछ होला नि बेलुका बाबु नौली नामले अब बस्यो भने चाहिँ पठाउँछु होला नभए आउने नि साढे गयो हामी त्यस्तो नभनौँ मजा लाग्छ। बाई पानी पनि जाने कि एक हप्ता बसिरहनु यहाँ फेरि ल्याङ हुन्छ कौशल आयो भने ल्याग हुन्छ। गाडी कुद्नु लाग्नु त्यही भएर बाई बाई ल ल ल हुन्छ ल ल साथीहरू हामी त माइत लाग्यो है। आज त के हो इन्ट्रो भएन है। इन्ट्रो गर्थ्यौँ। हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। साथीहरू सबैजना स्वागत छ मेरो नयाँ ब्लगमा र म त एकदम सन्चै छु। हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ भने आशा गर्छु गाइस। अर्को नयाँ ब्लगको सुरुवात भइसकेको छ र आजको साथीहरू हामी जाँदैछौँ। हामी मात्र भन्छु के म जाँदैछु माइत है बुढो ससुराली। के हो हिजो जानुपर्ने साथीहरू तर हिजो चाहिँ खोलाबारी आएको कारणले हामी चाहिँ जानु सकेनौँ है। आज जाँदैछौँ। भिडियोलाई सिक्न गएर जाँदैछौँ मेरो गाइस। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला है। बाटो अलिक कच्ची छ क्या अलिक कालो बिचाएपछि बनाउँछौँ है। कस्तो हो अनि हेलमेट लाउनु भयो हुन्छ नि त नि। हजुर है गाएर कति राम्रो। यो पो हो त यस्तो हिलो। हिजो खोला आएको थियो नि त हामी साथीहरू। हिजो खोला चाहिँ यहाँसम्म आएछ यहाँसम्म आएछ। आज चाहिँ घटेछ ल। कति राम्रो है। ओहो यहाँ त फोटो खिचौँ जस्तो लाग्ने। दामी आउँछ नि यहाँ त सुटिङ पनि खतरा बन्यो रहेछ। क्या
हेर्नु साथीहरू कति राम्रो ठाउँ आउनु है तपाईँहरू फोटो खिच्न आउनु यो कोसाबा घरमा कि दामी यहाँ हेर त आम्मो अब त खतरा आयो होला दामी दामीभन्दा राम्रो सबैभन्दा राम्रो के हो भन्नु सबैभन्दा राम्रो सबै साथीहरू त्यही हो एकदमै धेरै अति उत्तम गल्ती बढ्यो हेलो कहाँ हिँडेको बाइक गर्दा कति राम्रो ब्याक साइड पनि फ्रन्ट साइड चाहिँ एकदमै राम्रो रोटी के सबैले होइन त्यहाँ राख्ने अलिकति खानु सक्छु पनि त्यही हो बोले हुन्छ कि हुँदैन किन हजुर सेन्जी नि लसो भोकलाई नि कैसन हाई गर बेटा ल ल सकल खोल्ने हो बोला सो ल ओइ पछि त्यहाँ कोही छैन आम्मा खेर त के हो त बाप्रे त धेरै खेर लसो अनि लसो लसो ओ यसले के खोजेको यहाँ हेर्नु साथीहरू यो हो ज्वाइँलाई अनि यो छोरीलाई के भइरहेछ ज्वाइँ साहब छोरी
यस्तो नै हुन्छ कति धेरै मासु यो कति धेरै मासु यो आमा खाउनु मैले यत्रो पर्दैन जाइन यहाँ हान्नु तपाईँलाई लासै बुढा तपाईँ ठिकै छ भात हेर्नु न मलाई यहाँ तरकारी कति हाल्नुहुन्छ हेर न के हो यस्तो हेला हजुर हालिदिनु भएछ त्यसले ल साथीहरू ल आऊ कसरी भात खाने आऊ माने रहेछ वाह यहाँ म्याच भइरहेछ अङ्कल भर्सेस भतिज यसमा तिमी हाल्नुपर्छ कि हेर्नु न भुत हाल्नुपर्छ अनि मगाउँछ तास पनि कस्तो छ भूत हाल्नुपर्छ भुत हाल्नुपर्छ नि तास खेल्नलाई अघि दिदीले के अरे गफ गर्नलाई ज्वाइँलाई न त ससुरा राम्रो छ है ससुरा पनि आफ्नै धुनमा सालो पनि आफ्नै धुनमा मोबाइल खेल्ने लास्टमा भतिज काम लाग्यो यो एउटा त अलिकति हल्का नहुने रहेछ चाहिँ यो पनि आफ्नो अर्माले के गर्नु छ अर्बनको साथी रहेछ यो चाहिँ ल खालि मोबाइल मात्रै हेर्ने सिद्धार्थ ठिक छ यता हाम्रो कौशल यता धाने साथीहरू धानहरू यस्तो बिजोग भएको छ पानी पर्ने अझै मौसम खराबै छ के गर्ने होला के हुँदैन ओ यो खतरा आकाश आउने यार भइसक्यो ल साथीहरू आउँछ हामी खाना खाने हो कस्तो खाइसक्यो है कसो या खाइसक्यो मुखमा हामी खाना खाएर जान्छौँ आउनु बुवा कान्छोलाई नै बोलाउनु हिँड्नु बाटो यस्तो छ सर पाउनु सक्छ होसियार यहाँ खाना बनाएको होइन उता बनाएको यहाँ नै पकाएको अँ यहाँ चाहिँ भात उता छ नि ए पानी पऱ्यो क्या माथि गएर खानु ठिक छ पानी हल्का हल्का पानी दादा ल खाना खामा भयो ल खाना खाऊँ को किन्नु भएको थियो को चाहिँ एक ग्लास दुईटा के अरे सुरेन्द्रले ल्याएछ कि नाचेको बाप्रे ल ल खेल ल दादा बिहान आउँछ रे बस्नु न बुवा आउँदै हुनुहुन्छ मैले बोलाइछु लाई साथी जहिले नै खाना बसेर दिने मान्छे आज पहिल्यै टुक्लुक्क बसेछ बुढा छ हो भाइ बलु भाइ ज्वाइँ साहबको सुरु भइसक्यो छोरीलाई त यस्तो हो बिहान पनि यस्तो हो बेलुका नि यस्तो के हो यो पारा तर कोक छ सहारा चेस दिदीको माइन्ड ओछ्यान लाउने कार्यक्रम भइरहेछ साथीहरू यो चाहिँ दिदीहरूको लागि हाम्रो लागि चाहिँ यहाँ छ साथीहरू यो चाहिँ हाम्रो लागि फ्यान पनि आउने राखेको सुते डान्डिया डान्डिया ल साथीहरू खानसार पनि खायो अब चाहिँ भने हामी दसैँ मनाउनको लागि के लिन जानेछौँ तास लिन तास लिन जाने साथीहरू अनि एकछिन टाइम पास गरौँ रमाइलो गरौँ दिदीबहिनीहरू भनेको
अरे ल ल